मेकअप गर्न धेरै मन लाग्छ तर आउँदैन, मेकअपको याम पनि आउँदैन भन्ने जति पनि लेडिज हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ मेरो यस भिडियोमा स्वागत छ हैन। आज चाहिँ मैले स्टेप वाइज स्टेप सिम्पल मेकअपको चाहिँ बेसिक मेकअपको चाहिँ मैले डेमो दिन गइरहेको छु मेरो आफ्नै फेसमा हैन। मैले चाहिँ फर्स्टमा हाम्रो चाहिँ मेकअप गर्नभन्दा अगाडि चाहे त्यो सिम्पल होस् चाहे त्यो जुनसुकै होस् हैन, एडभान्स होस् बेसिक होस् जुनसुकै होस्, उसको लागि चाहिँ पहिला स्किन प्याम्परिङ गर्नुपर्छ। स्किन प्याम्परिङ भनेको चाहिँ हाम्रो स्किन क्लियर हो हैन। पहिला चाहिँ राम्रोसँग फेस वास गरेर सफा गरेर चाहिँ हामीले यो फेसमा सेरम लगाउँछौँ हैन। मेकअप गर्नभन्दा अगाडि स्किन प्याम्परिङ चाहिँ धेरै जरुरी छ है, किनकि हाम्रो स्किनलाई मेकअप गर्दा हार्मफुल हुँदैन कि, अनि मेकअप लङ लास्टिङ पनि हुन्छ। मैले चाहिँ यो मैले चाहिँ सेरम चाहिँ राइसको युज गर्छु, मेरो फेसमा एकदमै सुट गर्छ राइसको। सो मैले सेरम लगाइसकेँ, हेर्न सक्नुहुन्छ। सेकेन्डमा चाहिँ टोनर युज गर्छु। टोनर चाहिँ मैले न्यू लुकको युज गर्छु। युज गरिसकेपछि मैले सेन्टेलाको टोन ब्राइटनिङ क्रिम क्याप्सुल क्रिम चाहिँ युज गर्छु। त्यसपछि पालो आउँछ हाम्रो मोइस्चराइजरको सेन्टेलाको हेलोसियावाला मोइस्चराइजर युज गर्छु। मैले चाहिँ यसको चाहिँ एकदमै राम्रो छ कि सेन्टेलाको प्रोडक्ट चाहिँ मेरो फेसमा एकदमै राम्रो गर्छ। हजुरहरूले पनि धेरैले युज गर्नुहुन्छ हैन, धेरैले मन पराएको देखिरहेको छु मैले टिकटकहरूमा। सेन्टेलाको प्रोडक्ट चाहिँ एकदमै राम्रो हुन्छ, युज नगर्नेहरूले। मोइस्चराइजर लगाइसकेपछि हाम्रो सेन्टेलाको सनस्क्रिनको पालो आयो। अब सनस्क्रिन लगाउनु पर्छ। मैले चाहिँ सनस्क्रिन लगाइसकेँ, भिडियो लिने प्याम्परिङ चाहिँ सकिसकेको छ हैन। अब चाहिँ मेकअप स्टार्ट गर्ने हो। मेकअप स्टार्ट गर्दा चाहिँ प्राइमर लाउने हैन। मैले चाहिँ प्राइमर युज गर्दिनँ आज चाहिँ। फर्स्टमा चाहिँ प्राइमर लाएर अनि अब मैले फाउन्डेसन लाउँछु। फाउन्डेसन चाहिँ मैले चाहिँ मिस रोजको लगाउँछु। मिस रोजको चाहिँ मलाई एकदमै मनपर्छ कि, राम्रो लाग्छ। मैले चाहिँ फाउन्डेसन यसरी लिगेर पहिला हातमा लिगेर बल्ल फेसमा लगाउँछु है। मैले फाउन्डेसन चाहिँ मैले फेसमा एप्लाई गरिसकेँ हैन। अनि फेसमा एप्लाई गर्दा चाहिँ हामीले सँगसँगै घाँटीमा पनि एप्लाई गर्नुपर्ने हुन्छ, किनकि फेस चाहिँ व्हाइट देखिने अनि घाँटी चाहिँ नेचुरलमै देखियो भने चाहिँ एकदम नराम्रो देखिन्छ कि हाम्रो मेकअप। सो घाँटीमा पनि एप्लाई गर्नु होला। देख्न सक्नुहुन्छ फाउन्डेसनले चाहिँ कस्तो राम्रोसँग कभर गरिसकेको छ। अब चाहिँ मिस रोजकै मैले कन्सिलर युज गर्छु। मलाई चाहिँ मिस रोजको फाउन्डेसन कन्सिलरहरू चाहिँ एकदमै राम्रो लाग्छ है मेरो पोइन्ट अफ भ्यूबाट। मैले चाहिँ कन्सिलर ब्लेन्ड गरिसकेँ। अब चाहिँ भिडियो धेरै लामो भयो हैन, यो चाहिँ पार्ट 1 मा राख्छु मैले। अब पार्ट